राष्ट्रपति रामचन्द्र पौडेललाई प्रधानमन्त्री बालेन्द्र शाह बालेनले 3 पटक पद त्याग गर्न दबाब दिएको खुलेको छ। राष्ट्रपति पौडेललाई अपमानित समेत गर्दै आएका उनले प्रधानमन्त्री भएको 3 महिना नहुँदै पटक पटक राजीनामा दिएर अलग हुन दबाब दिएको राष्ट्रपति निकट स्रोतले जनायो। स्रोतका अनुसार प्रधानमन्त्री शाहले नयाँ जनादेश र जेनजी विद्रोहपछि परिवर्तित राजनीतिक सन्दर्भमा पुरानो नेतृत्वले निरन्तरता पाउनु उपयुक्त नहुने तर्क गर्दै राष्ट्रपतिलाई मार्ग प्रशस्त गर्न दबाब दिएका हुन्। तर राष्ट्रपति पौडेलले भने संविधानले दिएको कार्यकाल पूरा गर्ने अडान कायम राखेका छन्। उनले राष्ट्रपति पद व्यक्तिगत नभई संवैधानिक जिम्मेवारी भएको बताउँदै कार्यकाल पूरा नगरी पद त्याग गर्दा देश संवैधानिक जटिलतामा धकेलिन सक्ने तर्क गर्दै आएका छन्। उनले संविधानको रक्षा राष्ट्रपतिको प्रमुख दायित्व भएकाले कुनै पनि राजनीतिक दबावका आधारमा पद नछाड्ने स्पष्ट पारेका छन्। राष्ट्रपतिमाथि राजीनामाको दबाव पहिलो पटक भने आएको होइन। जेनजी विद्रोहपछि प्रधान सेनापति अशोक राज सिग्देलले समेत राष्ट्रपति पौडेललाई पद छाड्न सुझाव दिएको विवरण सार्वजनिक भएको थियो। त्यसबेला पनि राष्ट्रपति पौडेलले संविधान भन्दा माथि कुनै शक्ति नरहेको भन्दै पद नछाड्ने अडान लिएका थिए। अहिले पनि उनले सोही अडान दोहोर्याउने गरेका छन्। स्रोतले भन्यो, प्रधानमन्त्रीले तपाईँ नयाँ राजनीतिक सन्दर्भमा राष्ट्रपति पदमा बसिरहन शोभनीय हुँदैन र राजीनामा दिनु पर्यो। यस्तो भनेको 3 पटक भइसक्यो, तर संवैधानिक जिम्मेवारी रहेको हुनाले मैले राजीनामा दिन्न भनेर राष्ट्रपतिले भन्नुभएको छ। पछिल्ला महिनाहरूमा राष्ट्रपति पौडेल र प्रधानमन्त्री बालेन बीचको सम्बन्ध औपचारिकतामा मात्रै सीमित भएको देखिन्छ। दुई पदाधिकारी बीच राजनीतिक संवाद समेत हुन छाडेको छ। यही पृष्ठभूमिमा प्रधानमन्त्री बालेन राष्ट्रपतिले हटाउन दबाव र राष्ट्रपति संस्थाप्रति असहज व्यवहारका घटनाहरू एकपछि अर्को गर्दै आएका छन्। उदाहरणको रूपमा गत 28 वैशाखको प्रतिनिधि सभा बैठकलाई लियौं। त्यस दिन आगामी आर्थिक वर्ष 2083-84 को नीति तथा कार्यक्रम प्रस्तुत गर्दा राष्ट्रपति पौडेल संसदमा पुगेका बेला प्रधानमन्त्री बालेन बीचमै उठेर हिँडिदिएका थिए। यो घटनापछि प्रधानमन्त्री बालेन सर्वत्र आलोचित भए। राष्ट्र प्रमुखले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेका बेला प्रधानमन्त्री बालेनको यस्तो व्यवहारलाई धेरैले असामान्य, अमर्यादित र राष्ट्रपति संस्थाप्रतिको अनादरका रूपमा टिप्पणी गरेका थिए। उनै बालेनले 15 जेठमा गणतन्त्र दिवसका अवसरमा सैनिक मञ्च टुँडीखेलमा आयोजित विशेष समारोहलाई प्रधानमन्त्रीको रूपमा बालेनले सम्बोधन गरेनन्। सामान्यतया प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम भए पनि बालेनले सम्बोधन नगरी राष्ट्रपतिले नै आफ्नो तर्फबाट सम्बोधन गर्न दिएका थिए। यो विषयलाई राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको थियो। गणतन्त्रको प्रतीक राष्ट्रपति संस्था भएको र त्यसतर्फ अरुचि राख्दै गणतन्त्र दिवसलाई सम्बोधन गर्नबाट पछि हट्ने उनको शैलीले राष्ट्रपतिसँगको कटुतापूर्ण सम्बन्ध थप उजागर गरेको थियो। राष्ट्रपति र प्रधानमन्त्री बीचको तनावको अर्को महत्त्वपूर्ण कडी अध्यादेश विवाद बनेको थियो। वैशाखको तेस्रो सातामा सरकारले एकैपटक 8 वटा अध्यादेश ल्याएर प्रमाणीकरणका लागि शीतल